लेट्स गो। यसको शीर्षक रहेको छ मेरी आमै। आमाकै लागि लेखेको भन्नु पर्यो। माटोका घरमा चुलो त्यही ओछ्यान त्यही कति गर्छौ आमै। मलाई एक थाल खुवाई आफू 2 गाँसमै पेट भरियो कति भन्छौ आमै। मलाई सुख होस् भनी आफ्ना दुःख आफैमा किन घुम्साउँछौ। कलिला हात सारा भइसके मेरा तर तिम्रो पोल्टाबाट वेदना हटाई हर्ष राख्न सकिन। खाना पकाउँदा कोहिलाको धुवाले तिमीलाई न्याग्दा मसँग धुवा निकाल्ने त्यो आगोलाई निभाउने साहस भएन। केही आफ्नै देशमै गर त मबाट नटाडी भन्छौ आमै। तर धमिराले खाएर खोक्लो झै भएको काठसरीको मेरो देशमा सपनाका घर कसरी उभ्याउनु म। लाहुर पस्छु तिम्रो चाहनाको फुलबारी सबै एक एक गरी उमार्छु। मलाई हाँसो राखी बिदाई देऊ न मेरी आमै। साह्रै सोझी छौ तिमी मेरी आमै। गाउँलेले संयोग खिल्ली उडाए नि सहारा माग्दा कहिले नाइ भन्दिनौ। तिम्रो मन हिमचुलीबाट बग्ने खोलासरी सफा छ। आफ्नो घाउ लुकाई अरूलाई चोट पर्दा तिमी आफ्नो लागि साँचेको मलम पनि केही नसोची लाइदिन्छौ मेरी आमै। ठेला परेका तिम्रा मसिना हातबाट अझै परिश्रम कति गर्छौ। मलाई त यही चोलो सुहाउँछ भन्दै कति हाम्रो लागि मात्र नयाँ लुगा किन्छौ आमै। मलाई ज्वरो आए पनि आफ्नो देह किन जलाउँछौ। तिम्रो हातमा चुरा र यसपालिको दसैँमा साडी किनिदिन्छु। केही कमाएर तिम्रो पोल्टा भर्छु। मलाई हाँसो राखी बिदाई देऊ न मेरी आमै। मलाई यही माटोको घर ठिक छ। मलाई यही पोटुको सुहाउँछ त जानु पर्दैन लाहुर भन्छौ मेरी आमै। म मूर्ख भए आखिर किन यति अत्यन्तै माया गर्छौ मलाई। तैँले यही कमाएको धनले पुग्छ त लाहुर गएर पठाएको पैसाले मेरो पेट भरिँदैन। साँझ भान्सामा तेरै पैसाको चामल पाक्दा त यहाँ सँगै खाना नभएपछि मेरो एक गाँस रुच्दैन भन्छौ आमै। यति चिसा शब्द बोली मेरा आँखा किन रुझाउँछौ। तिम्रो रुन्छे बोलीले मलाई किन रोक्न खोज्छौ। 1 नभए 2, 2 नभए 4 वर्षमा साँच्चै फर्किन्छु। तिम्रो सपनाका फुलबारीका सबै फुल फुलाई एउटा सुन्दर बगैँचा हजुरलाई उपहार दिन्छु। तिम्रो छोरालाई जान देऊ। यी माटोका घर छेउमै इट्टे घर उभ्याउँछु। तिमीलाई जहाँ मन हुन्छ त्यही पल्टिनु मेरी आमै। तिम्रो परिश्रमको पालो सकियो अब जिम्मेवारीको ताज मलाई बोक्न देऊ। तिमी विश्राम गर्नु तिमी ढुक्क हुनु। तिम्रो छोराले मिहिनेत गर्नेछ। तिम्रो लागि खुसीको महल बनाउनेछ। साह्रै गर्यौ मेरी आमै तिमीले हाम्रो लागि। तिम्रो बलिदानको नासो मेरो हरेक पसिनाले तिर्नेछ। मेरी आमै तिम्रो साह्रै माया लाग्छ। तिमीलाई संसार उपहार दिने चाहना छ। छाडेर जानु मुटु रेटे झै जस्तो लागे नि क्षणिक समयलाई मिहिनेत गरी सबै सपना पुरा गरी छिट्टै फर्किनेछु। लाहुर जान्छु भोलि तिमी हाँसी हाँसी टिकीलाई आशिषका साथ बिदाई देऊ न मेरी आमै। थ्याङ्क यू।